हजुर अब म कमल बजारबाट यही कुरा बुझ्नलाई उहाँहरूको अवस्था के छ भनेर बुझ्नलाई यहाँ आएको हुँ। यहाँ आउँदै गर्दा उहाँको घरमा जुन राति अदृश्य शक्तिले जुन किसिमले सताउने गरेको कुराहरू त हामीले विभिन्न अब व्यक्तिहरूको विचारधारणा पनि लियौँ। उहाँ सर मसँग सँगसँगै हुनुहुन्छ। अब उहाँ यस्तो कुराहरू केही हुँदैन भनेर पढाउनु पर्ने व्यक्ति त अब आफै यहाँ आएर हेर्नुपर्ने परिस्थिति आयो। यो कुरा एकातिर छ। उहाँहरू एकदम हेर्नु अब यत्रो 24-25जनाको परिवार यसरी चाहिँ राति बसेर होइन यसरी एकै ठाउँमा यसरी पालाले बस्नुपर्ने स्थिति छ। रहरले पक्की पनि त्यो घर छोडेको होइन। त्यहाँ उहाँहरूले वर्षौँदेखि सताइराखेको छ। तल अब यहाँ यता भान्सा खाना पकाएर खानुपर्ने स्थिति छ। खुल्ला आँगनमा बस्नुपर्ने स्थिति छ। हेर्नुहोस् अब यो स्वास्थ्य कार्यालय हो यहाँ नजिकै उहाँहरू यसरी बस्नु परिरहेको छ। उहाँको घर त्यहाँ पारी होइन। अब यस्तो पीडा भइरहेछ होइन। यो कुराहरू अब यसरी आगो तापेर बस्नुपर्ने छ। यो जाडोको महिना पनि छ। अब के भन्नुहुन्छ उहाँ जुन थोरै चाहिँ यता आउनु नि त हजुर। यो थोरै यो के रहेछ हजुरको अब यो थोरै कुराकानी हजुर ए हजुर उहाँको मूल घर निकै अघि हामीले कुराकानी गरेका थियौँ। उहाँका माइला छोरा होइन हजुर। अब हाम्रो घर ढुङ्गान लाग्यो 13 महिना भयो। 13 महिना हजुर। त्यहाँ हामी घर छाडेको छु न हजुर। अब त हाम्रो हजुरले त्यो खन्न लाग्यो लगभग 15-16 दिन मात्रै भयो। अहिले बढी त्यो बाहिरको पुरै खन्न लागेको 15-16 दिन भयो। हजुर। माथिबाट चाहिँ पाखातिर ढुङ्गा हान्न लाग्यो लगभग 1 वर्षभन्दा बढी भएको। हजुर त्यो कुरा अघि पनि आयो हजुर। 12 महिना त्यो भयो। अब 1 महिना त्यो खन्नै लाग्यो भयो। हजुर। त्यस्तो हामीले बाहिर अब ओठालामा हामीले होड्ने बाटो भए पनि हामी नआउने सर यहाँ। त्यो त हामी त्यहाँ गएर स्थलको रिपोर्टिङ पनि गऱ्यौँ। यसैसँग जोडेर राखौँला जस्तो कि त्यहाँ त हिँड्न मिल्ने छैन। कतर माटो सब चाहिँ फालेको छ। त्यो कुनै मान्छेले गरे हो कि भन्न सक्छन् भिडियो हेर्ने मान्छे त होइन सर। यसो मान्छेलाई हरे भनेपछि हजुर म लगभग 2 महिना घुम्याउँ राति सबै वनमा। 2 महिना पत्ता लगाउनका लागि तपाईँ होइन? हजुर। म पत्ता लगाउन घुमेँ। ठ्याक्क मलाई समाए त्यसले। मलाई समाए। म पछि मेरो बुवा मेरो श्रीमती यहाँ हात्ती बाँझा हेराउन हजुर आज आएर ठिक हो नत्र मलाई मारेले भन्ने त्यो ऊ भयो। हजुरलाई समात्दाखेरि कस्तो भयो के भएको थियो? सारा यो टाउको यता नआउने बौली काम नै भन्ने टाइपको हजुर कमाए मलाई सारा। त्यो कमाए म थाहा पनि छैन त्यो। हजुरलाई के बोल्ने कुरा थाहा भएन तर अझ अब हामी पर के कस्तो भएछ यो पाल हालेर यसरी किन नाम बालक मैले कालिने के हार्ने खाना पाएको छैन पाएको छैन। आँखा छैन आमा। हजुर बुढी आमा ऊ त्यहीँ बिराख्नु भएको छैन। आमा लगभग 9 वर्ष भए आमा आँखा फुटेको केराटे। हजुर। अहिले बोल्ने आएको छैन हाम्रो। एकदमै हजुर। तपाईँको पीडा देखेर होइन म के रहेछ त वास्तविकता कस्तो छ कस्तो अवस्थामा हुनुहुन्छ भनेर आउँ होइन। अब यो देश विदेशमा भिडियो हामी अहिलेको जमानामा फेसबुक युट्युबमा राख्दाखेरि धेरै ठाउँ समस्या जान्छ। यसको बारेमा सम्बन्धित निकाय भनौँ न राज्यले पनि केही कुराहरू गर्न सक्छ कि त होइन? यस्तो समस्या भएको मान्छेहरू सबै काण्ड यिन दाजुभाइ पनि सबै थाहा छ। ओटा दाजु ल हजुर तपाईँ छिमेकी मान्छे उहाँको कुरा समस्या बुझियो के रहेछ उहाँको घरमा के समस्या रहेछ? यसरी बाहिर यो अहिले बाहिर यो पुरै आँगनमा पालाले बस्नुपर्ने स्थिति कसरी आयो? उहाँहरू केही जानकारी बताइदिनु। हजुरको नाम के होला? मेरो नाम धनराज भाट। हजुर उहाँको कहाँ नजिकै घर छिमेकी होइन? छिमेकी माथिपट्टि होइन? हाम्रो छिमेकी दाजु। यस्तो 1 साल जति भयो। हजुर। पहिला छापो थियो। हजुर। अनि त्यसभन्दा पछि अहिले लगभग 1 महिना जति भयो। क्या हो 1 महिना जति भयो। 1 महिना। अनि यो भकाभक खन्ने अनि दरवाजा कहिले लगाइदिने बसेकै छ बिचरा। हेर्नुहोस् सर हात ए हजुर खोले म दरवाजा सबै लगाइसकेपछि मैले कडी खोलेँ। कडी खोल्दाखेरि तपाईँलाई समस्या भयो? सबै नै अरुवा खोलेँ मैले सबै क्या। अब त निकालेँ मैले पुरा भाँचिकन देख्छु। त्यसपछि यहाँ के भयो भनेपछि देउधाम हरेपछि झन् बढी हुने। अनि त्यो हामी त्यहीँ छौँ। अब हामी देख्दा केही छैन। भकाभक घर खोनिया मात्रै देख्दा छौँ। त्यो कत्र सत्र कहाँ फाल्नु छ थाहै छैन। त्यसभन्दा पछि देउता त्यहाँ अस्ति त्यहाँ देउता गाडे अनि पल्तिर एउटा जुम्ली आएको छ त्यो जुम्लाको अनि त्यसलाई त्यहाँ ल्याउँ र देउता गाडामा लाउँ। हामी 5-7 जना क्या 10-12 जना छौँ। 22 जना जति पल्तिर जम्मा भएका छौँ। पछि तिनलाई पल्तिर हामी देउता गाड्छौँ हामी हेराउन जाँदा छौँ। ओल्तिर भकाभक खनेर लैगए। त्यो ओडालो भकाभक खनि लैगयो पल्तिर। पल्तिर के भयो महाराज पछाडि अनि पल्तिर त्यो खन्न लाग्यो। के गरौँ भनेपछि उसले भन्यो यो घर छाड्नुपर्छ। अनि यो थरिया जग्गा हो थरिया जग्गामा तिमी बसे
अनि यो तपाईँलाई खानु हुँदैन यो घर छाडेर बुढा भागा भनेपछि अनि त्यो दिनदेखि यहाँ पाल हालेर यहाँ बस्यो त्यो दिन तल्लाएर गयौँ सर हामी तल्लाएर गयौँ तल राति त्यहाँ बस्यो बिहानदेखि यहाँ केराहरू आयो छन् साना अनि कागमा त्यसभन्दा पछि घुमाएछन् एक के दिन गाना छन् लिएर गयौँ सर हामी तल्लाएर अब हामी अकाएर ठिक लागेन हजुर अब अलग्गै भएपछि भनेर त यो सर यो पाला त्यसभन्दा पछि एक रात यहीँ बस्यो केही भएन सुख शान्त त्यहाँ घरमा पनि केही भएन त्यो पछिल्लो दिन एक भाइ अनि त्यहाँ घर गयो भाइ र बौरानी त्यहाँ घर गएर बस्यो बसिसकेपछि अझ आएर अझ अब त्यो घर गर्न लाग्यो अझ त्यो घरमा बस्नु सकेन तल्ला घर गएर ऊ बस्यो अनि बेली बासा पनि अब यहीँ बस्यो बेली बाबा खन्यो सब खानु त्यो खन्दैछ भन्ने क्या हो त्यसले त्यो बाहिर हाम्रो यो हो चिज भन्ने हामीलाई थाहा पत्ता छैन के हो त्यो या अब केही देवता हो या राक्षसै हो अनि अरू हामीलाई त्यो थाहा पत्ता छैन पो कति पाठा काटे 10-12 पाठा काटेले अनि हेराउनु कुराउनुमा यिनको 1 लाख रुपियाँ खर्च भइगयो होला अब गर्ने के हुन् एक दुई कमजोर मान्छे अब कमजोर स्त्रीका मान्छे अनि अब यस्तो लाग्दियो बिमार अब यो हेर्नुहोस् अब देखिने अब यो अहिलेको वैज्ञानिकमा के मान्छेलाई बिरामी भएको त्यसैले उपचार गाउने भन्ने एउटा कुरा अलग हुन्थ्यो यो कुरा अब तपाईँहरूको नदेखिने अदृश्य शक्ति भएको कारणले घरमा खन्ने तपाईँहरू त्यहाँ बस्न नसक्ने स्थिति भएर अहिले मान्छेलाई त धेरै हानि त छैन नि के छ हानि त केही छैन तै पनि अब यिनको अलिअलि बिराम बिमार क्या दिमाग पनि अलि बराबर छैन यिनको 13 बाख्रा छे 13बाट कति तीन छन् सानो पाटो 2टा बाख्रा त्यो कसरी मर्ने आफै के भने त्यो जहाँ हेर पनि त्यही हो भन्ने सर ढ्याक्क पुरा बढ्ने त्यही भने अब हाम्रो गाउँको विषय अनुसार पाठा काट्ने यताउता गरेर पनि केही ठिक भएन त्यो अन्धविश्वास केही भएन सब उदो भयो कविता पनि त्यस्तै उ भयो अब हेर्नु अब हो अघि भन्नुभयो त पहिले एउटा गम्भीर समस्या किनभने मानसिक तनाव त भयो घरमा बस्न सक्ने स्थिति भएन भनेपछि कहाँ जाने के गर्ने चिन्ताको विषय भयो यसले अरू समस्या सृजना त अरू रोग लाग्ने स्थिति आयो नि त लाग्यो यो मान्छेको पनि परानी मात्रै छ सब परानी सब खतम भइसकेको छ मान्छे अब कसरी किन यी बालबच्चा कसरी किन मैले यो पाटामा दे कसरी क्या दे बडा समस्या छ यो राज्यको ध्यान आकर्षण होस् हैन कसरी पाल्ने काम यिनलाई बसाल्ने अब स्वर्ग मेगाएपट्टि नि हजुर खतम भइसक्यो पैसा सब पैसा भइसक्यो परिवार छ 22 परिवार कहाँ लिएर जाने कहाँ जाने के हार्ने परिवार अब कहाँ लिएर पाल्ने यिन बिचारालाई पैसा पनि सक्यो नाच पनि सक्यो पाल्ने कसरी ल हजुरहरूको समस्या बुझ्नलाई म उता त्यो कमल बजारबाट यहाँसम्म आएँ नि हजुर अब यो कुराहरू अहिले मैले रेकर्ड गरिरहेको छु भिडियो मार्फत देश विदेशमा अहिलेको यो फेसबुक युट्युबमा अब हालेपछि धेरै ठाउँ पुग्छ त्यहाँ हेर्नुहुन्छ उहाँहरूले तपाईँहरूको यो घर चाहिँ उहाँको घरको अब त्यहाँ वस्तुस्थिति पनि देखायौँ हामीले उहाँलाई बस्न सिक्ने स्थिति भएन यदि उहाँलाई अन्य ठाउँमा पुनर्स्थापना गरेर यो समस्याबाट उहाँलाई मुक्ति हुने हो भने उहाँहरू कसरी हुन्छ घरको लागि व्यवस्थापन पनि गरिदिनु पऱ्यो अरू अब खाना लाउनु पनि एकदम समस्या भयो त्यहाँको कुराहरू अनाज झैँ ल्याए पनि खाना नमिल्ने भन्ने कुरा आइरहेछ त्यो पनि हो कि के हो यो घरमा यस्तो छ त खाएको नि तल्ला पेट जाँदैन पो खाएको बिखा भए चाहिँ यही नाना बालकको केटाकेटी छन् यही डाँडामा कस्तो बसर लाग्छ पाल छैन ओड्ने छैन हामीले कहाँ बस्ने यो गम्भीर समस्या आएको छ यस विषयमा सम्बन्धित निकायको ध्यान आकर्षण होस् विशेषतः यो देशको नागरिकको रक्षा गर्ने सरकार हो सरकार 3 तहका छन् स्थानीय प्रदेश सङ्घ यो कुराहरू समस्या सबै क्षेत्रतर्फ होस् उहाँलाई अब त्यो कुरा अदृश्य कुरा त एउटा पाटो भयो त्यो कारणले गर्दाखेरि नि उहाँलाई घरमा बस्न मिल्ने भएन अहिले यो यस्तो यो पाला हालेर यो चिसोको समयमा यहाँ बाहिर अब साना केटाकेटीहरू पनि छन् उहाँहरूलाई राखेर कसरी चाहिँ उहाँहरूको झन्डै 24भन्दा बढी परिवार रहेछ यो एकदमै गाह्रो अवस्था छ त्यसैले यो भिडियो हेर्ने दर्शक महानुभावहरू अथवा सम्बन्धित निकायका व्यक्तित्वहरू हेरिरहनु भएको छ भने उहाँहरूको समस्या समाधानका लागि सबैले पहल चालौँ यही भनेर आग्रह गर्न चाहन्छु थप केही भन्नुहुन्छ हजुरको केही कुराहरू छ त्यसमा कस्तो छ राम्रो कस्तो गाह्रो छ त्यसै हो अब यति बिना कहाँ पढ्या खान हामीलाई कति टेन्सन छ हजुर चिन्ता छ अब हामीलाई खानु छैन लाउनु छैन यसै त चिन्ता तिनु भन्दा पनि यहाँका सबै जनतालाई चिन्ता छ पालको व्यवस्था पनि हुनु पर्यो अनि खाना पनि व्यवस्था हुनु पर्यो खाना पनि छैन यिनीसँग
खाना पनि त्यस्तै छ ल हुन्छ प्रारम्भिक रूपमा अब हाम्रो वडा अध्यक्षहरू पनि त्यो हुनुहुन्छ होइन उहाँहरूसँग पनि कुरा गरौँ अरू अब कसरी हुन्छ पालिकामा पनि यो समस्या अब यो देश विदेशमा जान्छ सबैतिर चर्चाको विषय हुन्छ क्या त्यसपछि यो मेरा श्रीमती आँखा फुटेका 9 वर्ष भयो हजुर आँखा छैन मेरा यो बालो दादे म खानी लिखेर काहीँ जाने उनी त्यही त आमा हजुरलाई एकदम समस्या रहेछ समस्या हजुर यो अब यस्तो पालमा आएर बर्खा यो अब एकदम अप्ठ्यारो समयमा रातिको समयमा बसिराख्नुपर्ने स्थिति आएर छ अर्काका पाल्छन् अब यो त घरकी बुढी पुरानी मान्छे यो पहिले पनि के घर यसो हुनु थियो कि अहिले अब उनले भनिसक्या हुन् 1 वर्षदेखि अलिअलि समस्या आयो 15-16 दिनदेखि अलि बढी आयो भन्ने भयो यो के होला कसो होला केही तमला अनुमान छ कि यो विषयमा के छ घरतिर केही छैन बाबा छैन बा हामी केही होइन आँखालाई देखेको छैन आँखाले त हामीले देख्यौँ नि यसो कौतुकमा काहीँ थाहा पायौँ नि हामीले 13 महिना भयो 13 महिना पहिले पात पनि फिर्कनुहुन्छ त्यही गरेर पहिले पात फिर्किन्थ्यो बा 13 महिना पछि ढुङ्गा आन्न अब बसेका अब त्यो पैसा भने हामी बसिगयौँ ढुङ्गा आने के याद भयो भने दर्शर आनी बसिगयौँ बा अब देला पनि अब देला आइगयो त घरभित्र बसिगयो हामीले त्यससँग हामी यति भागेका हौँ बा अहिले जसरी यहाँ कति दिन भयो यता आएको 2-3 दिन भयो 4 दिन अब त्यहाँको त्यो सताउने कुरा बाहेक यहाँ बस्दाखेरि त त्यसरी सताएको छैन होइन मै खन्नु छ मै खनिरहेछ जे छ उतै छ पछि चाहिँ अब कुनै बेला फेरि तपाईँलाई पनि आक्रमण अथवा के मानवीय रूपमा हुन पनि सक्ला त्यो भवितव्य कुरा भयो तपाईँको धेरै रहेछ नि त उहाँ पनि हुनुहुन्छ केटाकेटी चार छोरा चार बुहारी त्यहाँ बसिराखेका बालक छन् कोही 3 वर्षका कोही 13 नाच्ने छन् 4 छोरा 4 बुहारी छन् अब तपाईँ मूल घरका गार्जियन तपाईँ हुनुभयो उहाँ उता हुनुहुन्छ होइन हजुरको अनि अब केटाकेटीदेखि लिएर धेरै ओहो यत्रो परिवारलाई पाल्नदेखि लिएर बस्न रहन खान निकै गाह्रो भएको छ अब यो कुरा हेरिराख्नु भएको छ दर्शकहरूले अब यो भिडियो हामी गएर हाल्छौँ देश विदेशमा होइन जान्छ त्यहाँ गएपछि अब उहाँहरूले के न के रूपमा उहाँहरू तपाईँहरूको लागि बस्ने खानका लागि केही न अहिले तत्काललाई भनौँ न केही चाहिँ सल्युसन निकाल्ने कुराहरू होला बाँकी घरका कुराहरू र अरू त्यसको उपचारको कुराहरू यो अब यो भौतिक रूपमा डाक्टरको उपचार त केही हुँदैन त्यसका लागि अब अलग हामी अहिले त्यहाँ आउने कुराहरू छ त्यहाँ के छ अब त्यो के हुन्छ भोलिको दिनमा त्यो पनि गरौँला हुन्छ अहिलेलाई हजुर राम्रोसँग बस्नुला अब के हुन्छ हामी पनि पहल गरौँला हामी पनि सबै ठाउँ कुराहरू पुर्याउँला नगरपालिकादेखि लिएर हरेक ठाउँमा हो अब रात बढी घर ढुङ्गा हान्नु छ बा त्यो घर खन्नु छ यहीँ आइकन कतै मार्च पनि दिन अघि जस्तो लाग्यो हामी बिहान चाहिँ यो जस्तो हुन्छ दिमाग हजुर रात पर्छ अलि आएर दिन गइसक्यो यो जस्तो हुन्छ हेर्नुहोस् यहाँ बस्ने कसरी एकदम गाह्रो छ अब अहिले तपाईँको यहाँ नजिकै यो छेउमा यहाँ तल चाहिँ अब मुर्दा पोल्ने ठाउँ छ होइन मडा पोल्ने ठाउँ छ मान्छे अब यता यो एरियाभरिका मान्छेहरू त्यहाँ चाहिँ अब मुर्दा पोल्छन् दिउँसो होइन अब यहाँ नजिकै छ त लगभग 15 बाटो छ यो पनि गाह्रो विषय भयो नि त त्यो पनि केही भित्र हामी भित्र सुतेका हुन्छौँ बाहिर त्यो पनि अथवा त्यो पनि केही नमान्ने हामी सुख शान्ति हामीलाई केही नभइदिएखेरि हजुर जो घर फालै छ हाम्रो ज्यानमा केही नहुनु पर्यो मेरो भनाइ ज्यान भयो त जान्थ्यो पनि भयो सकेला भोलि हजुर अब यस्तो हामीलाई चिन्ता पस्यो हेर्नुहोस् अब यति 13 महिनासम्म हामी नजर आएर त्यो घर छोड्नु सक्यौँ न अहिले लास्ट यो फागुनको महिना लागिसकेपछि हेर्नुहोस् कडी लाउने बाहिर खन्ने पत्थरलाई हातमी हान्ने गोडामी हान्ने पत्थर उठाएर घरभित्र फाल्ने मुसल फाल्ने हेर्नुहोस् कहाँको कोन पुरा सत्तर कोन ल्याएर हबुना घरभित्र सुत्या छ अब मुती त ओडालो छ त्यो जुवा ओडाएको फाल्नु छ कोन भर छिन बनाइदिन्छ बाहिर कहिले लगाइदिनु चारै गोठाका पुरा कोन फालिदिन्छ सर ल निकै समस्या रहेछ यत्रो परिवारहरू अब यो उहाँलाई एकदम गाह्रो भइरहेछ उहाँहरूका पीडाहरू बुझ्यौँ लब कुराहरू दोहोरिरहेछन् सर अब हामी अहिलेलाई चाहिँ अब उहाँहरूको यो समस्या प्रारम्भिक बुझ्यो भोलि पर्सि पनि फलोअप गरौँला अहिलेलाई हुन्छ हेर्ने दर्शक महानुभावहरू सेयर गरेर देश विदेशमा पुऱ्याउँ र यसको समाधानका लागि सबैले पहल गरौँ यही भनेर आग्रह गर्दै अहिले बिदा हुन्छौँ नमस्कार।